ये उसको बेरी त भाइ हो कि Hi everyone, this is Sinsang and John. Hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदमै सन्चै छु। जहिले मैले धुलीखेलबाट मात्र भ्लग स्टार्ट गरिरहेको छु हैन, किनकि मेरो धुलीखेलमै मिल्दो रहेछ के मेरो साइड पनि। आज चाहिँ म यस्तो लुगा सुगा लाएर साडी लाएर कहाँ जान लागिरहेको छु भने बेमा जान लागिरहेको छु। अनि बे चाहिँ हाम्रो सुनिल दाइको हो। अनि जन्ती जाँदै हो, गाउँबाट आएको रहेछ जन्ती। अनि मैले धुलीखेलमा भेटेँ होइन। अब यहाँबाट चाहिँ जाँदै हो, म चाहिँ काठमाडौँदेखि नै आएको हो चाहिँ जन्ती जाँदैछु तीन पिब्ले भन्ने ठाउँमा। यो चाहिँ मेरो दोलखाजरी बाटो। कति राम्रो लाग्छ नि गाइस, कति माया लाग्छ नि यो बाटो हिँड्दाखेरि। कति धेरै टाइमपछि हिँडियो, तर पहिला यति राम्रो थियो नि यो बाटो। आमा अहिले यस्तो नराम्रो भएको छ कि बाफ्रे के साह्रो। म त लगभग 2 वर्षपछि आएको होला हौ यो बाटो पनि। हात पनि दर ग्लोभ्स सब्स केही लगाएन होइन। हिमाल दामी देखिरहेको छ अगाडि। यतातिर चाहिँ यस्तो ठुलो बाटो छ क्या, तर लास्ट मजा आउँछ भने अब म अर्को एउटा माइक राम्रो खालको माइक खोज्नु पर्यो। माइकको प्रब्लम हो कि गोप्रोको प्रब्लम हो कि मिडिया मुडको प्रब्लम हो कि, मैले यसो हेर्छु क्या त्यति साउन्ड राम्रो क्वालिटी छैन गाइस। कति हिलो बाटो, तर एडभाइजरले दामी साथ दिइराख हिलै भयो नि आइरहेको छ गाडी। तर आए पनि तर डेन्जर ठुलो बाटो छ नि त यताको। दामी लाग्छ क्या मलाई यो बाटो, कस्तो धेरै टाइमपछि हिँडेको। अहिले त यस्तो छ नि त, त्यो बनेपाबाट भित्र निस्किएर सिधै 5 खालमा निस्किन्छ नि त। अनि यो बाटो त म धेरै टाइमपछि हिँडेको। टिफरहरू कति हिँडेको, मलाई डर लाग्छ भने टिफरहरू देखेर फेरि। यस्तो दिउँसो टिफर हिँड्न दिँदो रहेछ यतातिर त, अचम्मै लाग्यो मलाई। ठुलो बाटो भएर हो कि, तर दिउँसो त हिँड्न नदिनु पर्ने हो। भित्र मम्म गीत गाइरहेछ गाडीले, डेन्जर। मेरो साडीहरू कता के भयो थाहा छैन। एकैचोटि तल गएर लाउनु पर्छ। बेकारमा काठमाडौँदेखि लाएर आयो, रिग्रेट भयो मलाई। यता यस्तो दामी ठुलो बाटो छ नि, ऊ त्यो गाडी आयो नि अटिन्छ क्या मस्त। अब यता पिच भएपछि त झन् यस्तो मजा आउँछ नि गाइस, यस्तो मजा आउँछ नि। कुदाइदिउँ क्या हो, हल्का कुदाइदिउँ, केही छैन। लडेपछि त फेरि यस्तो स्पिडमा त डेन्जर स्क्रच हुन्छ नि हौ जिउ बाइक। ल गाइस हाम्रो रोशन दाइले नि लिनुभएको रहेछ एडभेन्चर। गाडी आइरहेछ, ल जानुहोस्। टिफर पो रहेछ। कति धेरै टिफर हिँडेको यतातिर, कति धेरै टिफर हिँडेको। केराहारी आइपुग्यो, केराहारी भन्ने ठाउँ। अनि पहिले चाहिँ म यो गाउँ जाने बेलामा यो बाटोमा होइन, यो बाटोमा यहाँनिर पस्थ्यौँ। अनि यहाँ दिदी हुनुहुन्थ्यो, एकदम मिठो बोल्नुहुन्थ्यो दिदी मसँग। सो दाइले आमा डेन्जर कुदाइरहनु भएको छ हाम्रो रोशन दाइले। हाले नि म यो बाइक लिनुभन्दा 1 हप्तापछि लिनुभयो होला सायद एडभेन्चर। आज मैले माइक अलिक छेउमा लिएर आएको छु, कस्तो आएको नि। तर मोटो भ्लगिङमा चाहिँ मलाई मेन भनेको चाहिँ ड्युक 200 BS4मा चाहिँ यस्तो मजा आउँथ्यो क्या लास्ट। किनकि एकदमै त्यहाँ चाहिँ एकदम मेरो फेभरेट, मलाई एकदमै फेभरेट हो नि त ड्युकको त्यो BS4को साउन्ड। अनि अति मनपर्छ नि त होइन। अनि क्या दामी साउन्ड सँगसँगै यो हुन्छ नि मोटो भ्लग गर्न नि अब मजा लाग्थ्यो क्या। तीन पिब्ले भन्ने ठाउँ चाहिँ कति मैले सुनेको थियो, यो त बच्चैदेखि हिँडेको बाटो होइन, गाउँ जाने बेलाको। अनि सुन्नु चाहिँ 5 खाल त तलतिर भइहाल्यो। मैले चाहिँ सोचिरहेको थियो तीन पिब्ले भन्ने ठाउँ यो भनेर, अनि यो चाहिँ होइन रहेछ। मैले भनेर आमा निड्र्याक हान्न खोज्छ त के हो यस्तो। त्यो 5 खालको बाटो चाहिँ अहिले सही बनाएको रहेछ। आमामामा कति ठुलो हो के, तर अलि रिस्की छ किनकि यताबाट आउँछ उताबाट नि आउँछ। कपाल चाहिँ लास्टै उडेर छ्या, कपाललाई म्यानेज गर्नु पर्दा। पहिला 5 खालमा यहाँनिर निस्किन्छ क्या गाइज होइन, उता बनेपक भित्रभित्र बाटोबाट आयो भने चाहिँ यहाँनिर निस्किन्छ। यहाँबाट यस्तो जाने हो होइन, गाउँ मेरो गाउँ सारा
रोड क्रस गर्दाखेरि यस्तो दामी छ भनेर एकदम स्पिड चलाउँछ क्या यहाँनिर र हामी पनि म पनि त्यति साह्रो स्पिड चलाउँदिनँ है 50-60 हो यो बाटोमा होइन हेरेर भनौँ न यस्तो कुदाउने खालको बाटो हो सही मजा आउँछ झब्बाटी तर धेरै नकुदा पनि भयो दामी लाग्छ क्या मलाई यो बाटोतिर आम्मामा दाइलाई त क्या स्पिड चलाउनु मन लाग्छ क्या यो साइडमा बाटो त ओपी छ नि त ओपी धेरै टाइमपछि स्पिड चलायो ओ सही मजा आयो आज चाहिँ 3 पिप्रे भने त टाढै पो रहेछ हो म त नजिक भनेर सोचिरहेको त म त केरा गाडी भन्दा मुनि होला पो भनेर सोचिरहेको यस्तो ब्लाइन्ड कर्नरमा चाहिँ एकदमै केयरफुल भएर ओभरटेक गर्नु होला गाइज एकदमै आफू पनि बचाउँ अरूलाई नि बचाऊ है अब 0 किलो आउन धेरै बेर छैन धेरै टाइमपछि कुदाइरहेको छु तर 2 जना भन्दा चाहिँ 1 जना चाहिँ लास्टै कन्फिडेन्स आउँछ क्या कुदाउनलाई अहिले 2 जना छ नि त यहाँ 0 किलो चाहिँ यही हो अमा 0 किलो अहिले कस्तो खडेरी लाग्यो जस्तो भएको आमामामा के हो यस्तो चाहिँ 3 पिलो भने चाहिँ यता 0 किलोबाट यता लेफ्ट मेलम्ची जाने साइड भन्छु दाइ त उता दाइ पछाडि छ होला यहाँ थियो मसँग बसिरहेको थियो उह त्यहाँ गएर कस्तो दामी छ है यताको बाटो के भयो हिँड नाटक यो बाटो फर्स्ट टाइम हिँडेको म ल आजै हो यहाँबाट चाहिँ कहाँ पुगिन्छ भने मेलम्ची अनि आमायाङडी पनि पुगिन्छ होइन तर बाटो लास्टै लामो हुन्छ ए तोप कुदायो त हो तर यताको बाटो मलाई केही थाहा छैन कि अघिको बाटो चाहिँ मलाई पुरै कन्ठै छ त्यही भएर म फिल्लीले आँखा चिम्लेर हो हेलमेट भाइजर लाउनु पर्यो त यो भाइजर लगाएर हिँड्दा त छ्या बाटै देख्दैन बानी नभएर कि कन्फिडेन्स चाहिँ आउँदैन न यस्तो राइड गर्दै चाहिँ होइन गीत गाउँदै हिँड्नको मजै छुटेछ आमा यता त कस्तो खडेरी त्यहाँ माथि डाँडामा चाहिँ बिल्डिङ घरहरू रहेछ त्यहाँ चाहिँ सायद पालिकाहरू होला केही सरकारी भवनहरू होला होइन स्कुलहरू होला तर डाँडामा देखिरहेको छ कि सही देखिरहेको ममा हो म त बिस्तारै चलाउने भए मलाई कुदाएर छिटो पुग्नु छैन किनकि मलाई यो बाटो थाहा नै छैन यस्तो गर न मेलम्ची चाहिँ यहाँदेखि 70 किलोमिटर रहेछ नगरकोट 18 किलोमिटर यो आमालाई थाहा होला नि कालिका स्कुल कालिका भन्छ कुनै काली मामी भन्छ महाकाली भन्छ कुनै मावी हो कि प्रावी हो के त नौबिसी त्यही त नौबिसी त लास्टै उता भइहाल्यो नि सिन्धुपाल्चोक नै बल्ल आइपुग्यो अनेकोट अनि मेरो यहाँ साडीले कम्फर्ट भइरहेको छैन अनि मलाई साडी लाउन नि आउँदैन यहाँ बिजोक भइरहेको छ यहाँ चाहिँ ऊ त्यहाँनिर हिमालहरू दामी देख्दो रहेछ यो ठाउँबाट चाहिँ चारैतिर अनि बल्ल बल्ल आइपुग्यो बाटो कन्फ्युज भएर 1 घन्टा जति त त्यतै डुलियो अब यहाँबाट त त्यही काठमाडौँ त यो डाँडा पारी नै हो नि त खासमा बाङ्लादेशीको भन्दो रहेछ
यतातिरको भाषा चाहिँ बाङ्लादेशीको भन्दो रहेछ। गाइज खाना नि खायौँ अनि त्यही हो तल रहेछ बे घर चाहिँ अनि बस चाहिँ त्यहाँ थियो अनि हिँडेको गाइज मेरो साडी बिरो बेहाल भएर जस पहिला जस्तो अहिले बे खासै रमाइलो छैन किनकि मान्छेहरू नै छैन। त्यही हो अब चाहिँ हामी हिँड्दैछौँ डाँडामा। ठाउँ चाहिँ दामी देख्दो रहेछ यहाँबाट चाहिँ हिमालहरू चारैतिर दामी देख्दो रहेछ। यहाँबाट मेलम सिधा त्यतै बाटो जाने हो होइन। अनि त्यही हो अब आजको भ्लग के भयो कस्तो भयो थाहा भएन। अनि यो ठाउँ चाहिँ हामी कति धेरै घुमिसक्यो होइन अनि के भन्छ हामी कति धेरै घुमेर आइसक्यो क्या तलबाट होइन। अनि खासमा त्यहाँ यता माथिबाटै आउनु मिल्दो रहेछ। सो बे घर चाहिँ त्यहाँ पारी छ गीत सित केही बजाएको छैनौँ हिमालहरू दामी देखिरह। अब एकछिन यहाँ नाच्छौँ त्यसपछि जाने हो। तामाङ कल्चर अनुसार चाहिँ बिहे हुने रहेछ। पहिला डम्बुरहरू हराइसकेको थियो अहिले चाहिँ फेरि सुरु हुन लागि रहेछ। तर दामी ठाउँ त गहिरो भयो नि कस्तो हरियाली राम्रो ठाउँ रहेछ। हेलो त्यो मान्छे अब के तल्लो परेर बसिरहेको छ क्या। के अरे काभ्रेमा आएर होला काभ्रे गीत बजाइरहेको छ। गाइज अब चाहिँ हिँड्न लाग्यौँ होइन। मस्त नाचे कति रमाइलो भयो कि। अनि जस्ट मैले साथी पनि मेरो कोही थिएन अनि बहिनीहरू भेटेको बिचरा बहिनीहरू कस्तो राम्रो कि यो गाउँको बहिनीहरू कति क्युट लाग्यो। अनि सो अब चाहिँ फर्किने रात पनि पर्न लाग्यो अँध्यारो तरी देखिरहेको होला। यस्तो रातिसम्म टिका लगाइरहनु भएको छ। जति आएको मान्छे यहाँनिर बसिरह यस्तो बोल नि कन्फिडेन्स आउँछ क्या तिमीसँग बोल्यो भने के गरेको। सो मान्छे एकछिन दबाउ फ्याक्ट्रीमा बसेको होइन खाजा खाएको खाजा के भनौँ एकछिन बसेको खाजा खायो भनौँ न। अब चाहिँ जाँदैछु ए त हेर न के लाग्यो यस्तो खै त हेर त कति लडा रहेछ। हजुर देखाउ त अघि कसरी बसेको थियो चुरी फुरी धेरै गरेर लड्छ थाहा छैन। 10 बजेको नेपाल पुग्छ। अब चाहिँ हामी हिँड्न लागेको छु। हेलमेटको त्यो खै जाऊ हामी जाऊ पालै पालो यो गाडी भर्खर आएछ बेको गाडी बाइक डिस्टर्ब गऱ्यो। सो गाइज आज चाहिँ भोजको दिन होइन यसो भोजको दिनमा यसो हल्का फुल्का भिडियो गरिदिउँ कि भनेर सोचिरहेको छु। दिदीहरू सबले चाहिँ साडी लानु भएको थियो सो मैले साडी लगाएँ होइन। अनि दिदीलाई पर्खिरहेको छु अनि जानुभयो आज तैँले कस्तो यस्तो यस्तो देखाएर यस्तो यस्तो। सो गाइज अब चाहिँ जाने अनि यसो मिल्यो भने अलिअलि भिडियो गर्छु। मैले चाहिँ अब चाहिँ जाने होइन अनि अलिअलि भिडियो गर्छु अनि
त्यसपछि आजको भ्लग चाहिँ यस्तै बिहेको गाउँघरको भोज यस्तै हुन्छ होइन अनि मौसम यस्तो राम्रो छ हजुरहरूलाई म मेन भनेको चाहिँ के भ्लगमा के सेयर गर्नु मन छ गाउँघर यस्तो सेयर गर्नु मन लाग्छ भनेपछि ल गाइज हाम्रो दिदी हेलो भनिदिनु कस्तो चिटिक्क देखाएको छ अब हामी जाँदैछु यता छ हाम्रो मनिषा भनिदिनु हेलो ल अब हामी जाने होइन अनि गएर नाच्ने के हो रे नाच्ने होइन कसको बेरी त ल बेहोरको बेरी मलाई चाहिँ थाहा छ होइन अब तपाईँको दाइको साइन लाउने भाइ तपाईँ आफ्नै साइन लाउने देवर होला नि होइन है देवर अब अङ्कललाई फोटो खिच्न लाउने हामी चाहिँ फोटो खिच्न लाउने अङ्कल हाम्रो फोटो खिचिदिनुहोस् यो हाम्रो दाइको बिहेमा अनि यहाँ चाहिँ हिमाल यस्तो दामी देखिरहेको छ होइन गाउँघरमा मौसम खोलेको बेलामा यस्तो देख्छ बाइक पुरै पार्किङ यहाँ चाहिँ तल चाहिँ के भएको नि यो रोटी यस्तो मिठो छ नि गाइस एकदम मिठो छ होइन अनि खानेकुराहरू चाहिँ यो गाउँको चाहिँ एकदम मिठो रहेछ होइन ठुलो मम्मी भन्नु नि एकदम मिठो छ मान्छे तर लास्ट यो यस्तो क्या मङ्सिरको फर्स्ट बिहे भएर मान्छेहरू चाहिँ ठन्डै आउँछ तर आउँछन् होला खाना खाएर बस्छ धेरै मान्छे खाना खाने ठाउँ छैन प्याक छ तर मान्छे ओभर छ भाइ त्यहाँ अगाडि भनेको क्या तपाईँले देख्नुभयो राम्रो आयो नि देख्यो कस्तो रहेछ राम्रो रहेछ ल ठिक छ दाइ लास्टै लजाएर दाइ कस्तो लजाएको ओ अब डम्पुरे सुरु भयो त जान्छु अब गाइज अब चाहिँ फर्क्यौँ होइन मलाई चाहिँ त्यहाँ अब बिहेको होइन त्यहाँ महलमा जाने एकदम लाज लाग्यो त्यही भएर मैले चाहिँ भिडियोहरू यस्तो क्राउडमा चाहिँ मैले साह्रो भिडियोहरू बनाउँदिनँ थोरै बनाउँछु मिलाएर बनाउँछु सो अब फर्किँदैछौँ बिहेको भ्लग चाहिँ मैले यसो मेमोरीको लागि हुन्छ भनेर बनाएको होइन सो त्यही गाइज पछि हेर्नलाई हुन्छ नि त होइन अब दाइको बिहेमा होइन दाइहरूलाई नै पछि अब यसो हेर्दाखेरि नै यसो मेमोरी हुन्छ भनेर बनाएको सो आज भ्लग हजुरहरूलाई कस्तो लाग्यो यसो कमेन्ट गर्नु होला हाम्रो टिका लागिरहेछ यताबाट चाहिँ कस्तो आएको नि मनिषा नाच्दै हिँडिरहेछ त है सो त्यही गाइस आज भ्लग यतिमै इन्ड गर्न चाहन्छु